गाइस, आज चाहिँ हामी बिहान रेडी भएर कहाँ जानु लाग्यो भन्दाखेरि चाहिँ हजुरहरूलाई थाहा नै छ। मेरो टिकटकमा भिडियो हेर्नुहुन्छ भने चाहिँ मेरो अस्ति नै युएसए को भिसा आएको थियो। अच्छा त्यही भएर चाहिँ म यस्तो चट्ट भएर चाहिँ युएसए को लागि एप्लाई गर्न भन्नाले पनि केही कामले गर्दा चाहिँ म काठमाडौँ जाँदैछु। तू समझा? हाँ। नहीं, तू समझा नहीं। म मात्रै नभई मम्मी र म चाहिँ जान लागेको हो। त्यही हो बाटोमा के अहिले पछि चाहिँ गाडी पनि चढिसक्यौँ र अब चाहिँ हामी डाइरेक्ट काठमाडौँ त होइन नारीघाटसम्म जान्छौँ र नारीघाटदेखि चाहिँ हामी डाइरेक्ट काठमाडौँ जान्छौँ। त्यति बेलासम्म इन्जोय गर्नु। हामी चाहिँ नारायणघाट चढिसक्यौँ र बाटोमा केही पनि देख्न पाइनँ। एकदमै हालत खराब भएको थियो। धेरै पछि यस्तो लामो हेरेर पनि होला। र अब चाहिँ हामी काठमाडौँ जाने गाडीलाई हेर्दैछौँ र मम्मी चाहिँ उता दोकान जानुभएको छ खानेको लागि। त्यही नै हो। अब काठमाडौँ जाँदोसम्म मेरो हालत के हुन्छ। अझ अहिले धेरै भयो नि त लामो नगरेको। त्यही भएर चाहिँ अहिले चाहिँ कस्तो गाह्रो भयो र अब हेरौँ काठमाडौँ जाँदासम्म त्यति पाइन भयो भने चाहिँ हजुरहरूलाई बाटोको नजाराहरू देखाउँछु र त्यही नै हो। बोलेको चाहिँ बुझ्नु भएन होइन। कस्तो लाग्यो भने चाहिँ माइक नगर्नु होला, किनभने यो चाहिँ मलाई बोल्नै आएन। किनभने यो मेरो फर्स्ट टाइम हो है मान्छेहरूको अगाडि यसरी भ्लग बनाएको र सबैजनाले हेर्नुभयो। त्यही भएर म चाहिँ अब बोल्नु मिल्छु होइन। त्यही नै हो। यता मामाले फेरि बन्दुक लिएर आइरहेछु नि। त्यहाँ हाम्रो आमाले चाहिँ उता बोलाइरहेको अब यो सामान यसलाई यसरी बोकेर चाहिँ जानुपर्ने हुन्छ। र मम्मीले चाहिँ के किनिदिनु भयो चाहिँ हामी चट्ट लगाएर खानेकुराहरू किन्छौँ। रम्बा चेउको छ रम्बा चेउ रारा दिनु नै हामीले चाहिँ केही खानेकुराहरू लिएर अब जाँदैछौँ। किनभने बाटोमा चाहिँ धेरै खानुहुन्न। जङ्क फुड मैले खाँदिनँ, हजुरहरूलाई थाहा नै छ होला। मैले कम्ती खाना आइन्छ। अब चाहिँ हामी जान्छौँ। यहाँ पल्टी आन्टी गयौँ है आन्टी। हामी चाहिँ अरूलाई गयौँ भनेर लागिसक्यौँ र हाम्रो आमा चाहिँ मलाई छोडेर गएन है। अब त्यहाँ सबैले मलाई छोडेर हाम्रो चाहिँ यहाँ धेरै होइन, थोरै एउटा चुइगम अनि च्याउच्याउ अनि अरू कोक लिए आई भनिदिनु न त। हेलो यसमा दिदी यसमा हो कि यसमा बोल्नु न। उता चाहिँ दाइले आऊ आऊ भन्नुभयो। दुईजना हो। हामी गाडी पनि चढिसक्यौँ र बाटोमा जाँदैछौँ। हजुर अब हामी हिँडिसक्यौँ। हिँडिसक्यौँ। अब हामी 12-1 बजी काठमाडौँ पुग्छौँ। 12-1 बजे 12 त बज्दैन। कति बजी? कति बजी कति भयो ए 1 बजी बज्छ। कति छिटो पुगिँदो रहेछ है। जाम भयो भने अङ्कलले चाहिँ यहाँ अब 1 बजे काठमाडौँ पुगाइदिनुहुन्छ हामीलाई। बाटोमा के कस्तो हुन्छ हेर्दै जानु होला। मेरो भ्लग अन्तिमसम्म हेर्नु होला। आइ भनिदिनु न त ल। हामी चाहिँ अब हेर्दैछौँ अगाडि बसेर। र बाटो चाहिँ एकदमै राम्रो भइन्छ यहाँको बाटो। मेरो यता मात्रै राम्रो मुभमेन्टबाट उता राम्रो। म चाहिँ धेरै पछि लामो यात्रा गर्नु लागेर होला। एकदमै गाह्रो भइरहेको पानी परेर होला कस्तो राम्रो बनाएको सबै हरियो। त्यसै त भन्दैनन् रहेछ हरियो वन्य बन्धन भनेर। एकदमै राम्रो ब्युटिफुल चाहिँ के भइरहेछ। पाउँदा चाहिँ एकदमै रमाइलो हुन्छ है। यता पनि पानी परेको भएर होला खोला चाहिँ एकदम बगाएको छ। म चाहिँ अब
चाहिँ खाना खाने ठाउँ आएछ त्यसपछि म चाहिँ बल्ल उठेँ अब चाहिँ खाना खाने एकदमै मिठो निन्द्रा लाग्यो है चाहिँ गाडी चार्ज हुँदै रहेछ अब चाहिँ फ्रेस फ्रेस भएर खानासाना खाएर फेरि काठमाडौँतिर चल्दिस् यस्तो रहेछ मम्मीलाई चाहिँ लास्टै गाह्रो भइरहेको रहेछ चाहिँ फ्रेस हुने ठाउँ रहेछ अब चाहिँ फ्रेस हुँ अलिकति एकदमै कस्तो भयो अब एकैछिन हाम्रो खाना पनि आइसक्यो र मम्मीले यहाँ सुरु पनि गरिसक्नुभयो अब चाहिँ खाना खाऊँ भनेको एकदमै दुईताल खाना खाएर फेरि नअगाएर म आएँ चटपटे खानु र यहाँ एउटा कुरा साथीहरू मलेकुको माछा पनि रहेको रहेछ भर्खर अघि दुखाल बन्काएर चाहिँ फेरि म खानु लागेको छु अब जति खाइ नि नमोटाउनु भनिन्छ के गर्ने लाग्छ भोक लागे अनुसार ज्यान त छैन र यहाँको खाना चाहिँ मलाई ठिकै लाग्यो त्यस्तो मिठो जस्तो लागेन ठिकै थियो एभरेज चाहेर भन्छ है त कस्तो खाना भनेर मिठो लाग्यो त्यही खानासाना खाएर अब चाहिँ हिँड्यौँ उडान कहाँ 20 मिनट रहेछ कस्तो चटपट चमेल भएर राखिदिएछ यहाँ मेरो भिडियोमा आयो भन्दैन खाएको केही बोल्दिनु न त के भन्ने खोइ काठमाडौँ जान आएको भोक लाएर चटपटी खाएको बाटोमा अब चाहिँ हामी अब के गर्ने खानै पर्यो भोक लागेको बेलामा नखाइ हुन्न गाह्रो झोला जस्तो भयो है त अलिक टाठो भयो चटपटेले जे होस् टाठो बनाइदियो त्यसै चटपटेलाई नेपालीको उस्तो भन्दैन हो नि निन्द्रा नि ठुलो अघि त्यही भएर रहेछ कि त्यो च्याउ खाँदा नि यसो गर्नुहोस् अम्ली खाला त्यही त किन यसो गर्नुभयो भनेको घुमेर अब जस्तो भएर त्यो त अलिक चटपटे त सबै मिलो जे होस् पानी परेर चाहिँ कस्तो छ्याक्क देखियो क्या है सफा गाडी लाग्यो क्या अब यो कति घन्टामा पुग्नु पर्ने हामी चाहिँ फेरि पनि रोक्यो है टोइलेटहरू गर्न अनि अब चाहिँ आधी घन्टामा पुगिन्छ अरे हेर्नु न यहाँ चाहिँ यस्तो राम्रो देखेछ कि मैले पुरा नबुझेको कुराहरू कि पहाडमा नि घरहरू छन् कसरी कपाल देखेछ है भ्यू चाहिँ ओ माइ गड गर्मी चल्दैछ यता चाहिँ तलको हुन्छ र गाइस फाइनल्ली हामी चाहिँ काठमाडौँ आइसक्यौँ र अब चाहिँ हामी चाहिँ अब रुमतिर जानु लाग्यो हाम्रो रुम हामी चाहिँ बिजी मलतिर चाहिँ बस्छौँ चिनेको होटेल छ सो हाम्रो यहाँसम्म आएको गाडी चाहिँ यो ठाउँसम्म मात्र रहेछ त्यहाँभन्दा अगाडि चाहिँ नजाने रहेछ सो त्यही भएर हामी चाहिँ बसमा र यहाँ चाहिँ उपरै गर्मी हो तर गर्मी भएन यस्तो भ्यू चाहिँ बबाल देखेको छ है बहिनीले चाहिँ मलाई अघि पनि देखिरहेको छ मलाई थाहा थिएन मैले भिडियो गराएको छु भनेर
हाम्रो चाहिँ हामी बस्ने चाहिँ यता हो गेटभित्रबाट चाहिँ यतातिर हो हामी चाहिँ वहाँ माथि गएको अघि नै छ फेरि उहाँबाट हिँडेर यता छौँ यहाँ चाहिँ सबैतिर वर्ल्ड कपको माहौल चलिरहेको रहेछ हजुरहरू चाहिँ के को फ्यान हो म चाहिँ एज अलवेज छु यता पनि थुप्रै होटलहरू छ तर हाम्रो होटल चाहिँ यहाँ चाहिँ सबै साइलेन्ट भएर होला त्यो आफू बोल्ने आवाजै आफै त्यो भित्रभित्र गयो चाहिँ हो बस्ने यहाँ तनहुँ लक्ष्मी महल साउथ हामीले चाहिँ हाम्रो रुमको चाबी पाइसक्यौँ 101 यहाँ कुद्न जानुपर्छ 101 400 चाहिँ लिन्छु काठमाडौँ ठ्याक्कै रहेछ 201 चाहिँ आइसक्यौँ हाम्रो रुममा र हाम्रो रुम चाहिँ यस्तो छ यहाँ चाहिँ सिङ्गल बेड डबल बेड सिङ्गल बेडको कारणले चाहिँ म यहाँ वान टाइम अब एकैछिनपछि फ्रेस भएर चाहिँ भेट्नु है